हे एभ्रिवान, आज चाहिँ हामी भाउजूको बेबी सावरको लागि छोटु र म डेकोरेसन गर्दैछौँ। हाम्रो सरसामानहरू देख्न सक्नुहुन्छ गाइजहरू। डेकोरेसन हल्का बेलुन फुलाउने के टास्ने टालकटिलिकहरू भन्न पनि आउँदैन, यो के भन्छ गाइजहरू। त्यसपछि हामी बेलुन सलुन फुलाएर सबैजना मिलेर डेकोरेसन गर्यो। भाउजू, म, बहिनी। डेकोरेसन पनि के भन्नु र, हल्का बेलुन सेलुन फुलायो यताउता। त्यस्तै गर्दै भाउजूको बेबी सावरको लागि तयार गरियो। यस दिन बेलुन फुलाउँदा मुखै देखेको थियो गाइजहरू। रेडी भइसक्यो, यस्तो भयो। केक सेक ल्याइयो भाउजूलाई, अनि टक्कसँग राखेर फोटोसुट त गर्नै पर्यो हल्का यताउता। के गर्न गाइजहरू, भाउजूलाई हल्का खुसी पार्ने प्रयास गरियो। खुसी हुनु भयो भएन त्यो चाहिँ थाहा भएन, तर पनि खुसी नै हुनुहुन्छ हाम्रो भाउजू सधैँ। खुसी हाँसी खुसी। केक सेक काटियो, खुवाइयो, आफूले पनि खाइयो। भाउजूको त नाममा आफ्नो केक खाने बहाना। त्यो चाहिँ बहिनीको स्पेसली, मेरो चाहिँ होइन गाइजहरू। अनि त्यसपछि हामी फाइनल्ली हाम्रो बेबी पनि आइसकेको छ। अहिले भने चाहिँ बेबीको नाम पनि भइसकेको छ मानश्री। बेबीको नाम राख्ने न्वारन कार्यक्रम पनि गरियो। मानश्री राई नाम पनि जुराइयो है।